4:30 बजेको फ्लाइट यस्तो छ। साथीको विवाह कस्तो हुँदैछ? एकदम रमाइलो छ। रमाइलो छ एकदम। कति बजे हिँड्ने हो हामी चाहिँ? हामी अब हिँडौँला 10 बजेतिर हुन्छ कि 10 बजे? ए सब रेडी हुँदैछ के अरे, सब डेकोरेसन दिइराखौँ के अरे हाम्रो साथीको अब त्यो सरेको शुभ विवाहमा हैन, गाडी डेकोरेसन हुँदैछ। अब जाने प्रोसेस भइसकेको छ। 1 घन्टा जति लाग्छ होला। 1 घन्टा 10 बजेतिर हुन्छ होला। एकदम 10 बजेतिर हिँडिन्छ एकदम जस हैन। जस रमाइलो छ हाम्रो साथीको विवाह। हाम्रो साथीको विवाह रमाइलै छ हैन। दुला राजा चाहिँ फेरि म अहिले तयार हुन्न, तिमीलाई बोलाउँछु सँगै तयार हुन भन्छ। एकछिन पछि रेडी हुन होला। यहाँ फेरि भान्जीहरू मेरो ब्लग हेर्छौ कि ब्लगहरू हेरेछौ कि हेरे होइन म आज च्यानल भन्छु सब्सक्राइब गरेर अनि हेर ल। ल साथी रमेश, हाम्रो भेट कति भयो नभएको? कति पछि भेट्यौँ हामी? हामी त धेरै भइसक्यो यार, समथिङ कति 5 वर्ष नै भयो जस्तो लाग्छ मलाई। 5-6 वर्ष होइन, प्रपरली नभेटेको त हाम्रो स्कुल लाइफदेखि त हो नि। धेरै वर्ष भयो, 5-6 वर्ष त यसो भेटघाट मात्र हो। त्यसमा त हाम्रो 12 साल जति भइहाल्यो नि। 12 वर्ष भयो है? 12 वर्ष भयो नि। एसएलसी 70 सालमा एसएलसी दियो है, 70 को एसएलसी हो अनि 70 को एसएलसी अनि 12 यार 12 वर्ष भयो यार। यस्तो छ ल। हाम्रो यहाँ बिहाको तयारी हुँदैछ। अब एकछिनमा अब 1 घन्टापछि जन्ती हुन्छ है। 1 घन्टा पछि जन्ती हुन्छ। ओ माय गॉड दुला राजा के छ, कस्तो फिल हुँदैछ भन त? रमाइलो भइरहेछ। राम्रो भइरहेछ होइन? ल ठिक छ। त्यसो भए अनि यो कालो टिकी चाहिँ कसले लगाइदियो? कालो टिकी यो गाजर लाग्यो। गाजर लाग्यो? गाजर लाग्यो। ल अब हामी यहाँ चाहिँ हिँड्छौँ हामी जल्दी। हामी 1 घन्टामा हिँड्छौँ। 1 घन्टा त्यहाँबाट जति टक्क लाएर अनि त्यसपछि बाजा बजाउँदै त्यहाँसम्म हिँड्दै जाँदै अनि त्यसपछि गाडी चढेर सार जान्छौँ। सरर जान्छौँ है त। ल गाइज साथीको बिहे बढिया। कस्तो देखिरहेछ रोशन भाउ त? दामी ल। तिमीलाई कस्तो लागिरहेछ? सुपर राम्रो छ। टाइटै हुनुपर्छ त हजुर, किनकि यो कुकुरी हाल्नुपर्छ। भयो ठ्याक्कै भइरह। कुकुर त च्याप्ने पो हो। त्यतै चाहिँ नै हेरेर ठिक छ। त्यस्तो ठिक छ हैन? एकदम हेन्सम ल। हेन्सम हेन्सम ल हेन्डसम छ एकदम। हेन्सम भयो हेन्सम। म साथी 2टा मित्रहरू ल आज रमाइलो गर्नुपर्छ है। एकदम रमाइलो गर्नुपर्छ। नाच्नुपर्छ। भयो तिमीले सार लाग्यो है यतिखेर। रमेश आइज
के गर्नु पर्यो भन्नु हाम्रो चाहिँ यहाँ दुलाश्रीको फोटो सेसन हुँदैछ यहाँ फोटो सेसन कमी ल दुलाश्री Buat di mana, Pak?
कर्मसाक्षी दीपनारायणाय नमः मस्तुरुन्ताय सहस्रमूर्तय सहस्रपादलाई पनि यो कलश गणेश श्री नारायणाय नमः ओम बडसोत्तम मोहनम कुम्भ सजनेस्तु गणेश दशजनमसि गणेश ओम श्री गणेशाय नमः खाजा साजा खाना लन्च गरियो कस्तो छ पछि जन्ती आइयो खानासाना खाइयो अब अझै लाग्छ होला 3-4 घन्टा चाहिँ लाग्छ होला है अब विधि त हो नि होइन बिहा गर्ने यस्तो राम्रो लोकेसनमा छौँ हामी यता पनि देखाइदिउँ लोकेसन यस्तो राम्रो छ नाइस भ्युज अब हामी स्विमिङ पुलमा नुहाउनेको लागि रेडी छौँ म र रोशन मात्रै छौँ हाम्रा साथीहरू कोही थाहा छैन अब हुँदैछ कार्यक्रम ल साथीहरू यो प्लाजामा छ बिहेको प्रोग्राम चाहिँ है हामी यहाँ छौँ अब अहिले चाहिँ प्रोग्राम अझै नै बाँकी नै छ चलिरहेछ होटल सेन्टर प्लाजा रहेछ है दुईचोटि तपाईँ मैले कल्चरलाई चाहिँ इन्जोय गर्ने हो पैसा चाहिन्छ भने दानी होइन ल अब चाहिँ जाने तयारी हुँदैछ है लगभग रातिको साथी कति बज्यो रातिको अहिले 6:30 बज्यो कति बज्यो 6:30 भयो 6:30 बजे सक्यो है अब यहाँबाट जान लगभग 1 घन्टा लागिहाल्छ अब यो यसरी आइहाल्छ हैन अरु के थियो त्यो ल साथीहरु अब हामी चाहिँ यो साथीको यसो केक काटौँ भनेर केक अर्डर गर्न गइराछौँ है कस्तो हुन्छ होला